हेलो गाइस, जय श्री कृष्ण। आज चाहिँ हामी साथीहरू सबैजना भएर सुसी पार्टी गर्नको लागि सुसीको पसलमा आएका छौँ है। अनि आएको त यस्तो भिड के है, खानुको लागि पनि यति लाइन लाग्नुपर्छ कि जहाँ पनि मान्छेले एउटा मिठो खानेकुराको लागि 1-2 घन्टासम्म लाइन लगाएर बस्छ। यसलाई अगाडि लिएर आउने कसरी त्यस्तै लाइनमा तिमीलाई सुसी मनपर्छ? फर्स्ट ट्राई हो कि डार्लिङ? ए फर्स्ट ट्राई हो। अनि कुन चाहिँ मनपर्छ? मेबी एबी मेबी। तिमीलाई? म चाहिँ अलिअलि खान्छु, त्यस्तो धेरै मनपर्नेमा चाहिँ पर्दैन। हजुरलाई? नामा मनो खासै मनपर्छ, नामा मन पर्दैन। इङ्ग्लिसमा भन न, भयो जति सबैलाई। मेरो पनि फर्स्ट ट्राई हो गाइस, त्यही भएर आज हामी चाहिँ यहाँ सुसी खान आइरहेको। यो चाहिँ टेम्पोको दाइ हो, एकदमै हेल्सी नभएर। अनि हाम्रो यो होस्ट गर्ने चाहिँ उहाँले नै पैसा तिर्नुहुन्छ। सानी उठिक्यो हो? कपाल हेर, कपाल। Oh my god. आयो कस्तो उसो भएर गरेर बस्छ, समातेको के के भयो तिमीलाई? मम्मा तन्केको रे तँलाई। कस्तो किस खान मन लाग्ने कि मलाई त। तिमीले पनि खाएन किस? म यता कुचमा बसेको बाबुलाई हेर्नु भन्ने हुन्छ यहाँ कति मिनट भन्ने हुन्न कसरी तान्यो कि आफूले। गाइज भर्खर है एउटा एक्सिडेन्ट भयो। भनेर के भयो भन्ने भन्दाखेरि उता बुलेट ट्रेनमा सुसी आइरहेको थियो है। साथीले चाहिँ गएर हात राखेर चाहिँ उसको हातै उछाइदियो। हातलाई अब हामी चाहिँ हामी टुना त खान सक्छ होला, कुकुरले खान सक्छ। टुना खान सक्छ? मलाई थाहा छैन, म त फर्स्ट ट्राई हो। टुना म खान सक्छु। त क्या टुना खान सक्छौ? टुना भनेको हामी त मोमो जाने हुँदा क्यानमा एउटा माछा आउँथ्यो नि, तिमीले स्यालेड माथि हालेर खान्थ्यौ नि। त्यही हो टुना। सालमन पनि सक्छ होला। ऊ त साबा पनि सक्छ होला। म एबी खाँदिनँ है। हामीले खान्छौँ नि। मैले खान्छु, सालमन पनि खान्छु म। चिसो पानी उताबाट हो के? तातो हो? हात नपोला चाहिँ म खान्छु के? चारवटा। एबी त म नि खान्छु। चारवटा गरेर उसले खान्न एबी गर्दै फेरि गऱ्यो भयो त। पानी के गर्ने हो? तिमीहरू पनि तातो खाने हो कि आगो झिक्ने हो कि? चिसोमा जानुपर्छ कि अगाडि? बोक्न नसक्ने भएर चाप एक फेरामा तिमी त माछा खाने रहेछ नि त। माछा खाने रहेछ म तातो नै खान्छु। माछा खाने कुन चाहिँ मेरो कोही नोमी मनोमा हट केही छ कि नै? के छ? ओइ मलाई ब्ल्याक कफी है। लिन जानुपर्छ हो? पर्छ नि त, पानी नै लिएर। पानी त उतै किकाइको अगाडिपट्टि किकाइ उके चुके गरेको ठाउँ थियो। त्यहाँसम्म किन्नुपर्ने हो। बरु अघि नै पानी लिएर आउनु पर्ने। पानी हिँड नै जाऊ। मलाई त्यही ठिक छ कि
मलाई त त्यही पनि हुँदै जानुपर्छ छेउमा बसेको मान्छे कस्तो टेस्टी भयो कस्तो मिठो थियो त कहाँ जान्छ जान्छ यार गममा खानु पाऊँ न छोराले नि आऊ भनेको यो हालिदिउँ कि क्या नहाल्नु छ अर्को छ यो पनि प्लेट अनुसार खिचेर ब्याग म नि एउटा लिन्छु के अरे यसो गरेर त निद्रा लाग्न थालेछ खाना खाँदा यत्रो खास त है मेरो चाहिँ नगरेर यस्ता तालमा बसेको छु यहाँ गरेको बेला त भन्नु नि अनि के हो क्यामेरा पनि धमिलो आँखा त यता भयो यति धेरै उस गर्नु पर्दैन खान्न आइजाने